माछा मार्न जाउन दाजै काला पानीमा। हे गाइज वेलकम ब्याक वन्स अगेन अर्को गेम प्लेमा। गाइज यो चाहिँ हामी गेमको नाम के हो यार, रोब्लक्स। ओके सो हामी चाहिँ फिसिङ गर्ने हो गाइज, एन्ड देन माछा मारेर बेच्ने हो। ओके लेट्स गो। यसमा के गर्न सकिन्छ? ओइ जेट, म 4 लेभल कहिले भयो यार? आई डोन्ट नो गाइज, म पहिला खेलेँ होला। ओके सो हामी माछा मार्दैनौँ गाइज। सो लेट्स गो। बुम 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 प्लास्टिक। ओ पर्फेक्ट रे। माछा माछा पर्नु पर्यो। ओ पर्यो पर्यो पर्यो। ओ झ्याप्ले तान। ओके गाइस, माछाका नाममा जुत्ता आएछ हे भगवान। सो हामी चाहिँ यसमा चाहिँ के छ भन्दा चाहिँ माछाहरू बेचेर, ओ त्यो त भित्र छ त बे, माछाहरू मारेर हामी चाहिँ बेचेर एकदमै स्ट्रङ जुन स्टिक छ, जुन फिसिङ स्टिक छ, रड छ। हे भगवान, घडी माछा परेन यार यता पनि। बुम बुम। मा कसम कता झ्याप्ले। अहिले त स्योर माछा पर्छ। ओ पर्यो के पर्यो? आई डोन्ट नो। माछा पर्यो अहिले त स्योर माछा पर्यो। ओ नाइस। विच टाइप्स अफ मछली? ओके गाइज, सो हामीसँग 644 कोइन छ। लेट्स चाहिँ हामी यसबाट के रड किन्न सक्छौँ गाइज। लेट्स गो। पर्यो। ओ यता हेर्न, मा कसम झ्याप्ले ठुलो माछा पर्यो गाइज। बुम स्टिक। ओके के फिस राडन गाइज। आउ गाइज 5 लेभलको भइसक्यो। आउ गाइज लेट्स गो। हामी यो साउन्ड बन्द गर्न मिल्दैन, मा कसम नमिल्दो रहेछ। के गर्नु मिल्दो रहेछ? क्याच फिस र ओ हे भगवान, मेरो ध्यान कहाँ छ यार? बोम्बास्टिक। मा कसम जुत्ता मात्र आउँछ बे। माछा मार्न जाउन दाइजे काला पानीमा। ओके गाइज, सो हामीसँग के कुराहरू छ र टक्क लागेर पहिला बेच्ने ठाउँ यहाँ हो। सेल एभ्रिथिङ। 209 कोइन। ओके गाइज, हामीसँग नयाँ रड लिन सक्दैन? लेट्स गो फाइन्ड आउट माई औकात रड। 900 रड रे। ओके यो चाहिँ 20 केजीसम्म समात्न सक्छ। 1.50 के रे? 1.50 के? यति मात्र रड हो मसँग? ओ 255 केजीको समात्न सक्छ भनेपछि 900 यसको 1.50 के। 3-4 चोटि माछा मार्यो भने हामी एकदमै म्याक्सिमम उ गर्न मिल्छ। यसमा के हो? आई डोन्ट नो गाइज। योसँग के गर्न मिल्छ? इमोट्स आर डिजेबल दिस एक्सपर्ट। के भन्नु इमोट्स रे? सो हामी चाहिँ यो लिनु पर्यो भने कसरी गर्ने? हाउ टु टेक वान दिस? आई डोन्ट नो गाइज। बकवास सबै बकवास। हौ गाइज, माछा मार्दिन गाइज। पछि हामी बोट्सहरू लिनु पर्छ राइट? ओ के हो यो? कस्तो खतरा खालको छ त बे। योसँग बात गर्न मिल्छ। द जङ्गल। बुम। मा कसम आई डोन्ट नो गाइज। आई डोन्ट नो एनिथिङ। यो कसले माछा छोड्दियो, यसलाई टिप्न मिल्दैन? मा कसम। लेट्स गो। मसँग 5वटा आइटम छ भन्छ। व्हाट इज? आई डोन्ट नो गाइज। माछा मार्दिन गाइज। यो दिस राइट कर्सन रोब्लक्स। रोब्लक्स किन्नुपर्छ। माछा पर्यो माछा पर्यो। के पर्यो? ओके नाइस। पर्फेक्ट गुड सेट। त्यहाँ हानेको यहाँ गएछ। हे भगवान, काम छैन। झ्याप्ले। माछा मार्न जाउन दाजै। ओके पर्यो। ओके नाइस पर्फेक्ट। ओके तिम्रो बाउले टाउको, मेरो बाउले पुच्छर, आधी बाटे माछा मार्ने गाथे, जुत्ता अनि पायो फर्केर आथे। ओइ झाप्ले। हे भगवान, झाप्ले बाँच्नु छ, मर्नु छ नि। यहाँबाट चाहिँ के हेर्नु मिल्दो रहेछ छैन? आई डोन्ट थिङ्क सो। 6 लेभलको भइसक्यो। बोम्बास्टिक। अमेजिङ रे। पर्यो झाप्ले पर्यो। ऊ टल्किरहेको छ त बे मेरो स्टिक। ठुलो माछा पर्यो क्या माकडक्स। आउ गाइज
टट्टे होइन स्नेल हो मा कडक घौनी गाइस यार घौनी खाछ म त खाछु यार लेट्स गो फेरि माछा पर्यो गाइस सो आज चाहिँ माछा मार्दै दिन बित्ने भयो म कसम माछा मारौँ गाइस आऊ गाइस मा कसम माछाको नाममा जुत्ता आउँछ भाइ जुत्ता कसले फाल्छ भाइ समुद्रमा अनि परी चाहिँ कसरी रहेछ परे 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 परो माछा पर्यो गाइस यहाँ दाबेपछि के आउँदो रहेछ ओ बोट बोट किनौँ गाइस माछा पर्यो गाइस सो चढ्ने चाहिँ कसरी हो हाउ टु राइड दिस वान फुल इभेन स्टार्ट नोटिस बुम 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 bombastic bombastic अब हेर लास्ट अमेजिङ यसले के गर्नु साला रोब्लेक्स किन्नु पर्छ यार जे कुरा गर्नु माछा पर्यो गाइस माछा पर्यो bombastic साला बोट पर्छ बे आई डोन्ट नो गाइस सबै बेच्दिने हो अनि ठुलो खालको स्टिक लिनु पर्यो गाइस ठुलो खालको स्टिक लिनु भ्याग लिटरली भ्याग त किन्नु पर्छ बे ओके गाइस आऊ हामी यो बेच्दिउँ स्टाइल सेल भन्ने अप्सन रहन्छ है अरू के गर्न मिल्दो रहेछ यता के गर्न मिल्छ हे बेबी के छ टल्किने खालको ओ नाइस पर्फेक्ट यो होइन बेच्ने ठाउँ कता हो यार यता रहेछ साला कहाँ चढेको हेर न 15वटा आइटम रहेछ 888 कोइन ओके नाइस maybe this one is good for me अब त एक किन्ने नि गाइस पर्फेक्ट यसको जुन त्यो घुमाउने हुन्छ नि ग्रेट ठुलो माछा पर्यो ओ ओ ओ ओ मा कसम जुत्ता मात्र आउँछ बे माछा पर्यो त्यसपछि बोर्डमा जाम्ला लेट्स गो स्नेल ओके बुम बुम बास्टिक बुम 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 बास्टिक बुम बुम बास अलि यता गएर माछा मार्नु पर्यो कि ओके गुड फर मी ओके यता फर्केछु यता हान्दा छु माछा मार्ने हो गाइस ठुलो माछा मार्नुपर्छ अब समुद्रभित्र गइसक्यो ठुल्ठुलो माछा पर्यो न्यू वान ओके ओके बोम्बास्टिक आऊ गाइस माछा मार्दिम गाइस 50 केजीको झ्यापले के छ तेरो मा कसम रामसँग माछा मारे ओ नाइस कति केजीको पर्यो 1.28 केजीको नाइस पर्फेक्ट ओके आऊ गाइस माछा मार्दिम गाइस माछा मार्दिम बुम 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 बोम्बास्टिक 2 केजीको पडिरहेछ गाइस आज भित्र जानु पर्यो धेरै माछा मारेर आउनु पर्यो त्यसपछि लेट्स सी हामी के गर्न सक्छ झ्यापले तान के हो कोहाना भोल्कानो लस यता जाम गाइस आई डोन्ट नो यार कहाँसम्म पुग्ने यार कता जाने रहेछ हे भगवान न्यू रहेछ भने चाहिँ यतातिर हामी त्यो त कोहाना भोल्कानो हुन्छ होला यतातिर त कोही अरू नरहेछ क्या समुद्रमा ओन्ली मी हियर अब गाइस यतातिर बाइच म्याडम गाइस बुम्बा अमेजिङ अब त ठुल्ठुलो माछा आउँछ नि आई डोन्ट थिङ्क सो ओ आए ठुलो माछा तले यत्रो टाढामा स्नेल समात्न आएको आए ठुल्ठुलो माछा आउने यार एकदमै बबाल खालको ओइ 1.4 केजीको नाइस त्यतै पाउँथ्यो यार समाते हामीले चाहिँ यो रड लिनु पर्यो क्या अर्को ओइ 1.2 केजी ओके नाइस अझ टाढा जाँदैन भने झ्यापले तान आऊ गाइस लेट्स माछा मार्न जाम 1 in 70 मा हामी एउटा लिग्यौँ मतलब कि सीमा 70 वटा मात्र छ होला त थाहा छैन गाइस माछाको नाम पनि के खालको त छ
यो हामीले यो रड त बवाल भयो 2.7 केजी ओ माई गॉड अहिलेसम्मको हाइएस्ट आई डोन्ट नो गाइस समाते ओके 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 ओ नाइस तर यहाँ हामीलाई एकदमै ठुल्ठुलो फिस पाएन के मलाई ठुल्ठुलो फिस चाहियो गाइस ठुल्ठुलो फिस चाहियो त्यो कस्तो खालको बोट रहेछ यार हामी कहाँबाट आएको यार ओ नाइस हामी त्यो बोटनिर जाऊँ न के छ झ्यापले हातमा के छ केही छैन दाजु ओके लेभल 11 त्यसमा हामी गएर माथि गएर हान्न मिल्दैन क्लाउडी इभेन्ट्स स्टार्टेड ओ यसलाई चलाउन मिल्दैन आई डोन्ट नो गाइस आऊ गाइस यहाँबाट हामी माछा मार्दिउँ हे भगवान यहाँबाट माछा आउँछ रे साला यो गेमको मलाई यो एउटा समझ आएन बाहिर आएपछि चाहिँ कसरी माछा पर्छ बे उ हेर्न सार्क आउन आयो सार्क 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 समात बे यु गट अ क्यान स्पे एन्जल फिस रे हामी सार्क समात्न आएको यार सार्क यो बच्चा ऊ 3 केजीको यार आई होप ठुल्ठुलो माछा अलिकति 20-25 केजीको आयो भने सेटिस्फाइड हुन्छ क्या यो बल्छी चाहिँ बवाल रहेछ भने बुझ्नुपर्छ गाइस 2-in-1 स्टोन रे मेरो बोट यहीँ छ नि फेरि पौडी खेलेर कहिलेसम्म जाने हो त्यहाँनिर ओ रेयर फिस नै समातिरहेको छु तर जे भए पनि ओके अब गाइज माछा मार्न गइदिउँ कि दुईटा समातेर एउटा पा हो कि दुईटै भयो समुद्रमा अनि मैले पाऊ एउटा आई डोन्ट नो गाइज 2-in-1 त्यही माछा आउँछ घरिघरि 31 वटा आइटम आइसक्यो यार ओ माई गॉड वाउ सब समात्दिने हो गाइज सब समात्दिने समुद्र खाली गरिदिने हो महान बुम्बास्टिक जबसम्म मैले 5, 10, 15, 20, 25 केजीको माछा पार्दैन भने तबसम्म मलाई किन मजा आउँदैन समुद्रमा माछा रहन्छ क्या हो ओ नाइस परेछ गाइज परेछ धेरै प्रकारको माछाहरू समातिसके जे होस् स्नेल रे ओके पर्फेक्ट गुड टु सी यो सोल्टी पनि आइसक्यो रहेछ त के छ हो सोल्टी माछा के पार्दो रहेछ हेरौँ ऊ पऱ्यो म जस्तै माछा परेको रहेछ ओके ए नाइस पर्फेक्ट उही खतरा हानिरहेको छ त बे म भन्दा फास्ट हानिरहेको छ त बे के हो सार्क परे क्या हो पर्फेक्ट रे ओके गाइस कस्तो मजा आइरहेछ यार मलाई त सेटिस्फाइड भइरहेको छु म माछा मार्नु ओके मसँग कति धेरै आइटम भयो कति आइटम भयो टोटल हाउ मच आइटम आई हेभ सिक्रेट ट्रफी टर्न अफ द सेलिङ अन टर्न अन सेलिङ अन अहिले सेल गरेर के फाइदा हुन्छ त यार कि यहाँ सामान किन्न पाउँछ पाउँदैन नि त होइन ओके अब सामान बेच्न जानुपर्छ वाट इज दिस यार चुतिया यता हान के यता अर्को नि आएछ हे भगवान ओइ फुच्ची के माछा खान्छस् त हामी सार्क मार्न आएको सार्क कद्दु भेटेन कसम जाम यार त चाहिँ बसिरहेको चाहिँ किन हो कि मलाई अचम्म लाग्यो साला कद्दु फरक परिरहेछ ए ओके
चल भगा दे घरतिर जाऊँ गाइज घरतिर जाऊँ गाइज त्यहाँ पनि फिस मारिरहेको छ बे यहाँ फिस मार्दा चाहिँ के पाउँछ ठुल्ठुलो माछा पर्छ र यहाँनिर आई डोन्ट थिङ्क सो एकचोटि अझ ट्राई गरिदिउँ एकचोटि अझ ट्राई गरिदिउँ झ्यापले ठुलो माछा पार्दै अनि घर जाने गएर पकाएर खाम्ला ओ बस भयो चलो चलते हैं गाइस बाय बाय आओ गाइस हामी स्पोर्टतिर जाम है त आओ गाइस हाम्रो स्पोर्टमा आइसक्यौँ है त अब लेट्स सी माछा साछा के को यो क्याच फिसरी ओ 2.25 मिलियन क्याच गर्छु म चाहिँ कति गरे होला यार आई डोन्ट नो यार आई डोन्ट नो 45 वटा आइटम रहेछ यार कति आयो गाइस ओ 1.9 मात्र यति व्हाट इज दैट ओके अब एक्सप्लोर गरौँ है गाइज हामी यहाँ के गर्न सकिन्छ आई डोन्ट थिङ्क म्याक्सम यु हु आर यु स्टार्ट दिस क्विज मलाई क्विज स्विज खेल्नु छैन मलाई केही किन्नु छ ठुलो बडा केही गर्नु छ साला कसरी गर्ने यार जे कुरामा रोब्लेक्स किन्न भन्छ भाग यो के फिस लेभल रे 2.20 लेभल म कति लेभल छु बल्ल 14 लेभल छु मैले किन्ने चाहिँ कसरी हो के रडहरू राम्रो राम्रो हाउ टु बाई राम्रो रड यो के हो यो किन्न मिल्छ बाई फिशिङ रड अरे आई डोन्ट नो यार गाइज योसँग के गर्न मिल्छ मलाई यो ग्लिच भयो कि मसँग नभयो यो के हो आई डोन्ट नो यार यहाँ बेच्ने पर्ने रहेछ यो चाहिँ के हो यो यहाँ चाहिँ यो कसरी लिने क्या हामीले भित्र छिर्दिने हो ओके गाइज निस्क्यो यसमा महँगो रड सरहरू के होला त आई डोन्ट नो यार सबै त किनिसक्यो त भाइ यसमा अरू कुनै छैन रड भएर माछा नआउँदो रहेछ कि यसमा नि हेर्नु 250 के को रहेछ तर माछा आएन आई डोन्ट नो गाइज आई डोन्ट नो सो आज चाहिँ हामी 2.20 के कमाए एन्ड 45 वाला म्याक्सिमम हामी मछली समेतको ओके गाइज सो यो चाहिँ आजको भिडियो हाम्रो फिसिङ रोब्लेक्स गेम हो गाइज सबैजना खेल्न सकिन्छ है रोब्लेक्स प्लेबाट है मोबाइलबाट पनि खेल्न सकिन्छ आई थिङ्क पिसीबाट पनि खेल्न मिल्छ सो आजलाई चाहिँ यति नै गरौँ गाइज सी यू नेक्स्ट भिडियो बाय बाय टाटा